हिमालयको काखमा अडिएको एउटा सानो गाउँमा एकजना धेरै बुढी हजुरआमा बस्नुहुन्थ्यो। उहाँको घर निकै सानो र जीर्ण थियो। जीवन निकै कठोर थियो, तर उहाँसँग एउटा अमूल्य साथ थियो, एउटा खैरो सेतो रंगको वफादार कुकुर जसको नाम थियो शेरबहादुर। हजुरआमाका लागि शेरबहादुर केवल कुकुर थिएन, ऊ त उहाँको परिवार, उहाँको सुरक्षा र उहाँको एक्लोपनको सहारा थियो। जब हजुरआमा एक्लिनुहुन्थ्यो वा उदास हुनुहुन्थ्यो, शेरबहादुर उहाँको छेउमा आएर पुच्छर हल्लाउँथ्यो। मानव भन्दथ्यो, चिन्ता नलिनुहोस् आमा, म यहाँ छु। एक दिन थकित, कमजोर र भोकले व्याकुल। घरमा खानको लागि केही थिएन, न चामल न पिठो। उहाँको पेट दुखिरहेको थियो। शेरबहादुरले सबै महसुस गर्यो। उसले केही बोलेन, तर उसको आँखामा गहिरो चिन्ता देखिन्थ्यो। ऊ चुपचाप उठ्यो र जंगलतर्फ दौडियो। जंगलभित्र पुग्दा उसले एकजना शिकारी देख्यो, हातमा लामो भरुवा बन्दुक जंगली सुँगुरतिर ताकिरहेको। शेरबहादुर चुपचाप त्यो दृश्य हेर्दै बस्यो। केही समयपछि शिकारीले बन्दुक राखे र आगो ताप्दै बसे। त्यसले त्यही एउटा भाँडामा सेलरोटी पकाउन थाल्यो। सुनौलो, घेरो आकारको चामलको पिठोबाट बनेको परिकार। पकाइसकेपछि उसले ती सेलरोटीहरू टोकरामा राख्यो। त्यही बेला भोकले थाकेको शेरबहादुरले साहस जुटाएर शिकारीको हातबाट 2वटा सेलरोटी समात्यो र तुरन्त दौडियो। बर्खाको छिटा, चिप्लो बाटो, काँडाहरू र ढुङ्गाहरू पार गर्दै शेरबहादुर आफ्नै गुनगुनाइमा दौडिरह्यो। शरीर गलिसकेको थियो, तर उसको मनमा एउटा मात्र कुरा थियो, हजुरआमा भोकै हुनुहुन्छ। अन्ततः ऊ घर पुग्यो। हजुरआमा ओत लाग्ने झुपडीभित्र चुपचाप बसिरहनु भएको थियो। उहाँको अनुहारमा कमजोरी झल्किँदै थियो। शेरबहादुर उहाँको अगाडि आयो र ती 2वटा सेलरोटी हजुरआमाको हातमा राखिदियो। हजुरआमाले रोएर हेर्नुभयो। विश्वासै लागेन। आँखाबाट आँसु झर्यो। तर त्यो पीडाको होइन, प्रेम र कृतज्ञताको आँसु थियो। उहाँले शेरबहादुरलाई कस्मसाएर अंगालो हाल्नुभयो। त भगवानले पठाएको मेरो सानो देवदूत हौ, उहाँको स्वर भक्कानिएको थियो। त्यो रात एउटा सानो मैनबत्तीको उज्यालोमा शेरबहादुर र हजुरआमा एक अर्काको काखमा निदाए। पेटभरि, मन शान्त र आत्मा सन्तुष्ट। र सबैले यो देखेर पनि अझैसम्म कसैले लाइक र सब्स्क्राइब गरेनन्।